श्री उत्तर पश्चिम पीर्तना अन्तर्गत रहेका 16वटा पल्टनहरू र तिनीहरूको अपरेसनल गतिविधि, जनहित कार्य तथा विपद व्यवस्थापनमा विभिन्न उत्तर पश्चिम पीर्तनामा कार्यरत विभिन्न पल्टनहरूले सञ्चालन गरेका जति पनि गतिविधिहरू छन् त्यसको बारेमा सचित्र वर्णन गरिएको छ। यस फोटो प्रदर्शनीको उद्देश्य के हो भने नेपाली सेनाले अपरेसनल गतिविधि मात्रै नभएर जनहितका कार्य जस्तै सिभिल टु सिभिल पावरका कुराहरू अनि त्यसपछि जनताहरूलाई जुन गर्नुपर्ने कामहरू जतिखेर जनतालाई आवश्यक पर्छ त्यतिखेर रात दिन नभनी नेपाली सेना अनवरत रूपमा चाहिँ खटिएको छ। सोही अनुसार जनहितका कार्यहरूमा तपाईँको मेडिकल क्याम्प लगायत जस्तै कोही सुत्केरी उद्धार लगायतका थुप्रै कामहरू हुन्छन् भने त्यस्तै विपद व्यवस्थापन सम्बन्धी आगलागी, बाढी पहिरो, डुबान अनि मान्छेहरू विभिन्न हिउँ पहिरो लगायतका जति पनि कठिनाई र तपाईँको आइसल्यान्डमा चाहिँ फँसिएका मान्छेहरू अनि सिएसएसआरको उसमा एसएसआरमा पनि फँसिएका मान्छेहरू, क्ल्याफ्ट ड्यामेजमा फँसिएका मान्छेहरूको उद्धारका लागि चाहिँ नेपाली सेना आज विशेष गरेर यहाँ कति तपाईँको यहाँको फोटोहरू आज प्रदर्शन भएको छ? आज हाम्रो यो फोटो प्रदर्शनीमा हाम्रो 91वटा फोटो यहाँ चाहिँ प्रदर्शनीमा राखिएको छ भने बाँकी 160 टोटल 160 हो। बाँकी फोटोहरू चाहिँ बाहिर हाम्रो पनि तपाईँले देख्न सक्नुहुन्छ। हनुमान ध्वज गुल्म विक्रम सम्वत 1848मा श्री 5 महाराजा धीराज रणबहादुर शाहको राज्यकालमा बृहत नेपाल तथा नेपाल एकीकरण तथा नेपाललाई विस्तृत गर्ने क्रममा यो हनुमान ध्वज गुल्म खडा भएको थियो र पछि झन्डा र निशान समेत नपाई खारेजीमा परेको इतिहासमा उल्लेख छ। फेरि विक्रम सम्वत नेपाली सेनालाई आधुनिक र विस्तार गर्ने क्रममा विक्रम सम्वत 2058 साल माघ 12 गतेका दिन हनुमान ध्वज गुल्मलाई तत्कालीन मन्त्री परिषदको निर्णयअनुसार पुनः खडा गर्ने निर्णय गरियो। सोही पश्चात मिति 2060 1 महिना 19 गतेको दिन हनुमान ध्वज कम्पनीको रूपमा दिबाङ ब्यारेक प्युठान जिल्लामा अवस्थित रहेको छ। त्यसपछि प्युठान, बाजुरा, भगतपुर ब्यारेक कञ्चनपुर, ढोरपाटन ब्यारेक बागलुङ, गढी ब्यारेक बैतडी हुँदै हाल 2081 1 महिना 10 गतेको मितिबाट भगतपुर हुटु ब्यारेक मुगुमा तैनात रहेको छ। धन्यवाद। हस्तै विपद प्रतिकार्यमा श्री देवीदत्तगणका तस्बिरहरू यस प्रकार रहेका छन्। विपद प्रति व्यवस्थापनमा श्री हनुमान ध्वज गुल्मका विभिन्न तस्बिरहरू यस प्रकार प्रस्तुत भएका छन्। यो फोटो प्रदर्शनी गरेको मैले एकदम राम्रो लागिरहेको छ। यो फोटो प्रदर्शनीसँगै अझै सक्रिय भएर अझै यिनीहरूले सुरक्षाले अगाडि बढ्नुपर्छ। अझै पनि फोटोभन्दा पनि प्रत्यक्ष गएर घर दैलोमा गएर जहाँ विपद व्यवस्था हुन्छ त्यहाँ गएर एकदम निगरानी गरिदिनु पर्छ भन्ने मेरो एकदम सुझाव छ। किनकि यिनीहरूले त गुल्मभित्रभन्दा मध्यदिका घर दैलोमा बढी अहिले गुल्मभन्दा निकुञ्जभन्दा बाहिर बढी क्षति भइरहेको छ। यिनीहरूलाई गएर जनचेतना यो यहीँ धारा देखाउनुभन्दा इकाइमा गएर मध्यवर्ती क्षेत्रको उपभोक्ता समितिलाई यसरी देखाइदिनु भएको भए बुढापाकाले अलि सचेत हुन्छन् भन्ने मेरो विचार छ। अब यो हनुमान ध्वजले जो प्रदर्शन गरेको छ यो फोटो प्रदर्शनी, यसले के हुन्छ भन्दा हाम्रो नेपाली सेनाले अब डिजास्टरको अथवा यो विपदको सेक्टरमा कहाँ कहाँ काम गर्यो, सेनाको काम के हो होइन, कहाँ के गर्यो, उद्धारका कुराहरू, अन्य सामाजिक सेवाका कुराहरू, यी के कस्ता कामहरू गर्यो, समन्वय सहकार्यका कुराहरू के गर्यो भन्ने बारेमा विस्तृत जानकारी गरेको छ। यसले विशेष गरी हाम्रो समुदाय र हामी सङ्घ संस्था सबैलाई यसले के गर्छ भन्दा जानकारी दिने काम गर्छ। न यो प्रदर्शनले के छ भन्दाखेरिमा यसले अब हाम्रो यो कर्णालीमा विशेष गरी कस्ता कस्ता खालका विपदहरू आइपर्छन्, आगलागी, त्यस्तै पहिरो, त्यस्तै अब भूकम्पका कुरा होलान् होइन, अन्य प्राकृतिक विपत्तिहरूमा हामी सेनाको, हामी जस्तो रेड क्रसको के काम हो, हामीले कहाँ उद्धार गर्छौँ, के गर्छौँ भन्ने बारेमा सबैलाई जानकारी भएको छ भनौँ न। जनमानस सबै जो अवलोकन गर्नेलाई जानकारी भएर भविष्यमा यस्ता हुने खालका घटनाबाट कसरी बच्ने भन्ने खालको, कसरी सहकार्य गर्ने भन्ने बारेमा यसले विस्तृत जानकारी दिएको छ। नमस्कार, म मेजर खड्ग श्रेष्ठ, यस हनुमान ध्वज गुल्मको गुल्मपति। विशेष गरी हामीले यो रारा क्षेत्रको पर्यटन प्रवर्धन साथै मुगु जिल्ला प्लस कर्णालीका स्थानीयहरूलाई, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले यस संस्थानको 6औं रारा ट्रेल रन 2026 आयोजना गरेका थियौँ। साथै यस कार्यक्रममा नेपाली सेना सम्बन्धी जानकारी दिनका लागि विशेष गरी नेपाली सेनाले
विभिन्न क्षेत्र जस्तै जनहित, विपद व्यवस्थापन र विभिन्न अपरेसनल गतिविधिहरूलाई समावेश गरेर फोटो प्रदर्शन समेत समावेश गरिएको थियो। साथै कर्णाली क्षेत्रको स्थानीय कला संस्कृतिलाई प्रवर्धन गर्नको लागि हामीले यहाँको स्थानीय युवाहरूबाट, कलाकारहरूबाट, साथै नेपाली सेनाबाट सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरेका थियौँ। यसको मुख्य उद्देश्य चाहिँ युवाहरूमा एकताको भावना बढाउने, खेलाडीहरू उत्पादन गर्ने र नेपाली सेना र स्थानीयहरूको सम्बन्धलाई थप मजबुत बनाउने रहेको थियो। प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण भौगोलिक परिवेशलाई खेलकुदसँग जोड्दै स्थानीय बासिन्दा तथा राष्ट्रभरिका युवाहरूमाझ प्रतिस्पर्धात्मक भावना, स्वस्थ जीवन शैली र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले ट्रेल्स फर युनिटी, पाथ्स फर कन्जर्भेसन भन्ने मूल नाराका साथ आयोजना गरिएको 6th रारा ट्रेल रन 2026 आज सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा मलाई अत्यन्तै हर्ष र गौरवको अनुभूति भइरहेको छ। यस कम्पिटिसनले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन, प्राकृतिक सम्पदाको संरक्षणप्रति सचेतना अभिवृद्धि तथा रारा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नेमा म पूर्ण रूपले विश्वस्त छु। साथै यसले स्थानीय समुदाय र नेपाली सेना बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यस रारा ट्रेल रनले शारीरिक र मानसिक सुदृढताका साथ अनुशासित, साहसी, निर्भरदायी र पेशेवर खेलाडी उत्पन्न गर्न प्रेरणादायी भूमिका निर्वाह गरेको छ भन्ने मेरो विश्वास छ। कम्पिटिसनमा सहभागी सम्पूर्ण खेलाडीहरूले जित हारभन्दा माथि उठेर खेल भावना, मित्रता र आत्मविश्वासलाई आत्मसात गर्नुभएको छ र यो नै यस प्रतियोगिताको सबैभन्दा ठुलो उपलब्धि हो। आजको यस कार्यक्रममा नेपाली सेनाद्वारा प्रस्तुत गरिएको साहस, वीरता र परम्पराप्रति खुकुरी नृत्य तथा नेपाली सेनाका कलाकार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मुगुका कलाकारद्वारा प्रस्तुत गरिएको कर्णाली क्षेत्रको मौलिक कला संस्कृतिलाई जीवन्त रूपमा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिले सम्पूर्ण कार्यक्रमलाई अत्यन्त आकर्षक, जीवन्त र प्रभावकारी बनाएको छ।